चिया खाइसक्नु भयो बुवा? ल कहाँ हो यो? सिन्धुली जिल्लाको खुरकोट। ल सिन्धुली। अनि उहाँहरू को हुनुहुन्छ त? उहाँहरू आदरणीय सहकर्मी साथीहरू हुनुहुन्छ, कोही अब आमा दिदीबहिनीहरू हुनुहुन्छ, सबै हाम्रै मान्छेहरू। आमा पनि हुनुहुन्छ र? यहाँ पार्टी नआउनेहरूको हाँसै मजा आएको। सबै आमाहरू। बदी हिँड्नु दिदी नमस्ते। हेलो, किन रिसाउनु भयो? माथि गएर किन हुन्न? माथि गएर किन हुन्छ नि? बुवा ठिक छ के अरे? ल म्याडम बा नमस्ते। ल आउँदै हुनुहुन्छ कि है? ल ठिक छ। ल हाम्रा दिदीबहिनीहरू पनि आउँदै हुनुहुन्छ। यो तलको चाहिँ कुरी बजार, यो चाहिँ हाम्रो कुरी बजारबाट आएका दिदीबहिनीहरू। हेलो म्याडम, आनन्द आइरहेको होइन? ल चन्द्रगिरी केबल कार। रातै सुन्नुभयो फेरि पज गरेको के पज गरेको। आठ सय 25 भएन त नि। 825 एउटा टिकट। त्यो भएर दिनु पर्दैन एक्स्ट्रा भनेर। हामी 9 जनाको ग्रुप छ क्या। एउटामा 7 जना जानु, एउटा अर्को ग्रुपमा 2 जना मिलाएर जानु। त्यति चाहिँ 9 जना त हाल्नु मिल्दैन। 8 जना हो। आधा आधा गरौँ त्यसो मारिहाल्नु। पाउनु भन्नु हो। ए म खोलेको देखेर यो 7 जना। यो
यो छुनु फेरि रातो हुन्छ फेरि त्यसलाई छुनु है कतिजना जान्छ एउटामा तपाईँहरू जानु न म अर्कोमा होला यो खाली हो र बाटो पनि बनाउँछु पहिलोपटक चन्द्रगिरी केबल कारमा चढिहाल्छ मलाई अहिलेसम्म चढेको थिएन 10-15 ठ्याक्कै 5 मिनट बाँकी उल्टो पऱ्यो कि मलाई कस्तो राम्रो देखिन्छ नि त राता राता उसहरू कति राम्रो मैले देखिन्छु हाइटमा हिउँ तल फर्कै खिच्दा राम्रो देखिन्छ नि त माथि के छ पनि जब वनका बुट्टा ठुल्कियो भने के छ तपाईले फेरि मन्दिर सदैन त्यो सबै जान्छ कत्रो घना घर बन्छ हेर्नु कस्तो राम्रो वन जाना त्यो एकै बुट्टा काटेर यहाँ फेरि कस्तो भने लोकल एरिया लोकल मान्छेहरूलाई अलि सस्तो भयो के त्यहाँ बस्छ सधैँ आउने जानेलाई हो नि त है त्यो उसमा नि त्यो बन्दपुरमा नि हो यो त टाढै रहेछ बार वन काटे खाल्टो वन जम्मै बुट्टा काटेर बनाएको केबल कार हिँड्न हेर्नु चन्द्रगिरी केबल कार चाहिँ चढिएको थिएन यो पहिलो रमाइलो चाहिँ छ के होस् त्यही एउटा सबै सहर देखिन्छ होला नि रमाइलो चाहिँ त्यो घुमेर फेरि गाडी गएको ठाउँ छ अरे त्यो एकदम टाढा लाग्छ अरे कति बाटो जान्छ गाडी जान्छ अरे चन्द्रगिरीमा उता यो केबल कारको डिब्बा त साह्रै धेरै रहेछ नि यहाँ त है राम्रो गति हुन् फेरि 8वटा गति छ नि अनि यहाँ माथि केबल कार हिँड्छ तलको रुख काटेर के हाल्नु त नि त्यो किन काटेको अर्को हुन्छ नि छोइन्छ होला कहाँ छोइनी काटेकै हैन यो यस्तै हो हैन तल बाटो बनाएको यो तल हेर्नु तल हेरि यो रुख काटे के केबल कार त यति माथि तलको रुख काटे के बाटो बनाएको सर कुनैको ठाउँ दिउँसो देख्छ त नि